पाइजाग पब्लिक स्कुलको साप्ताहिक प्रस्तुति पाइजाग दर्पणमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कक्षा 6 की छात्रा समृद्धि रिजाल र म कक्षा 6 की छात्रा प्रकृति आचार्य। दर्शकवृन्द, साप्ताहिक रूपमा विद्यालयमा भएका सम्पूर्ण गतिविधिहरूको सङ्गालो यस पाइजाग दर्पणमा आज हामी विद्यालयका शैक्षिक अतिरिक्त क्रियाकलाप र विशेष सम्मानका खबरहरू लिएर उपस्थित भएका छौँ। विद्यालयले प्रदान गर्दै आएको टिचर अफ द मन्थ अन्तर्गत मङ्सिर महिनाको उत्कृष्ट शिक्षक पुरस्कार, शिक्षाप्रतिको समर्पण, अनुशासन र निरन्तरताको उच्च कदर गर्दै कक्षा 1 की शिक्षिका श्रीमती दीपा निरौला रिजाल र कक्षा 2 की शिक्षिका श्रीमती हिमा पनेर उप्रेतीलाई मङ्सिर महिनाको उत्कृष्ट शिक्षिकाको रूपमा सम्मान गरिएको थियो। त्यसैगरी मङ्सिर महिनाको स्टुडेन्ट अफ द मन्थबाट विभिन्न कक्षाका विद्यार्थीहरूलाई पनि प्रधानाध्यापक श्री विनु श्रेष्ठज्यूले ट्रफी र सम्मान पत्र दिएर सम्मान गर्नुभएको थियो। सम्मानित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई पारिजात दर्पण परिवार हार्दिक बधाई ज्ञापन गर्दछ। विद्यालयको रजत जयन्तीको अवसरमा माघ महिनाको पहिलो हप्तादेखि रचनात्मक फुटबल, क्रिकेट, टेबल टेनिस र चेस जस्ता खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। अतिरिक्त क्रियाकलाप इन्चार्ज श्री कैलाश कार्कीज्यूका अनुसार यी प्रतियोगिताहरू निकै भव्य हुनेछन्। विद्यालयको रजत जयन्तीको अवसरमा विद्यालयले माघ महिनाको दोस्रो हप्तादेखि पारिजात सिङ्गिङ एन्ड डान्सिङ आइडल 2082 को पनि आयोजना गर्दछ। विद्यालय प्रशासन इन्चार्ज श्री अमर छेत्रीज्यूका अनुसार यो प्रतियोगिताहरू निकै नै भव्य हुनेछन्। अब लागौँ परीक्षा तथा बुस्टर टेस्ट अपडेटतिर। त्रैमासिक परीक्षालाई ध्यानमा राख्दै अन्तिम बुस्टर टेस्ट पुस 12 गते सम्पन्न भइसकेको छ। परीक्षा पश्चात बुस्टर टेस्ट पुनः नियमित रूपमा सञ्चालन हुने विद्यालय प्रशासनले जनाएको छ। त्यसै क्रममा विद्यालय विशेष समितिले विद्यार्थीहरूको साप्ताहिक बुस्टर टेस्टको अनुगमन समेत गरेको छ। समितिले उक्त टेस्टहरू व्यवस्थित, मर्यादित तथा अत्यन्तै प्रभावकारी रूपमा सञ्चालन भएकोमा सन्तोष व्यक्त गरेको छ। यो पाइजाग पब्लिक स्कुलले है अनि गार्जेनहरूलाई बोलाएर यो आजको बुस्टर टेस्टको लागि विद्यार्थीको कस्तो छ, स्कुल प्रशासनले कस्तो गरिरहेको छ, टिचरहरूले कतिको उयो गरिरहेको छ भन्ने कुरोमा हजुरहरूले हामीलाई बोलाएर यो गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र हामीले सोच्यौँ यो बुस्टर टेस्ट कस्तो होला, के गर्दै होला भनेर तर सही लाग्यो मेरो लागि चाहिँ चाहन्छु। राम्रो लाग्यो, जे भयो नि स्कुलले के गर्दैछ भन्ने कुरो देख्न पाइयो, प्रत्यक्ष देख्न पाइयो नि त। विद्यार्थीले कस्तो गर्दैछन्, हाम्रा विद्यार्थीले कस्तो लेख्दैछन् भन्ने कुरो सबै कुरो देख्न पाइयो र यसमा धेरै धेरै धन्यवाद र म धेरै खुसी छु। हाम्रो हेरिराख्दाखेरि हामी एउटा अभिभावक हो, हाम्रो बच्चाहरू यहीँ पढिरहेको थियो, यो एउटा सिस्टम राम्रो लाग्यो र यसरी नै सधैँभरि भइरहोस् र हामी फेरि पनि यहाँ अनुगमन गर्न आउन पाऊँ। एउटा जुन तरिकाले हजुरहरूले अहिले इन्डिभिजुअल तरिकाले 8, 9, 10 फेरि 8, 9, 10 गरेर इन्डिभिजुअल तरिकाले बुस्टर टेस्ट गराइरहनु भएको छ। यो पनि भोलि उनीहरूलाई एक्जाममा हामीले कोहीसँग पनि सोध्न नपाइने रहेछ, आफै गर्नुपर्ने रहेछ, आफै पढ्नुपर्ने रहेछ भन्ने कुरा एउटा बेस पनि बस्ने भयो। त्यसमा पनि धेरै खुसी लागेको। जुन बुस्टर परीक्षा भएको हामीले अवलोकन गऱ्यौँ, हेर्दाखेरि एकदम नियमित तरिकाले विद्यार्थीहरूलाई अनुशासित तरिकाले राखेर बुस्टर टेस्ट गराएको देख्दाखेरि हामीलाई खुसी लागेको छ र ठिकै छ, हुँदैछ, बढ्दैछन्, अझै उन्नति प्रगति हुँदै जाओस् भन्ने मेरो इच्छा हो, मेरो शुभकामना पनि हो विद्यालयलाई। अनि अलिकति 8, 9, 10 का बच्चालाई चाहिँ थोरै स्ट्रिक्टली चाहिँ गरिदिनु नै हुन्छ, थोरै टाइट चाहिँ गरि नै दिनुहुन्छ भन्ने मेरो व्यक्तिगत धारणा मैले व्यक्त गरेँ। एसई 2082लाई मध्यनजर गर्दै ट्याक्सनद्वारा यस वर्ष सञ्चालन गरिने कक्षा 10 को एसई प्रिभोट यही माघ 14 गतेदेखि सुरु हुने भएको जानकारी ट्याक्सनले एक सूचना मार्फत सम्पूर्ण विद्यालयहरूलाई गराएको छ। यही फागुन महिनामा सम्पन्न हुन गइरहेको विद्यालयको रजत महोत्सवको तयारीका लागि विद्यालयका निर्देश शिक्षक युवराज श्रेष्ठज्यूले नेपालका 7 प्रदेशको सांस्कृतिक झल्को झल्किने नृत्यसहित विभिन्न उत्कृष्ट प्रस्तुतिहरूको तयारी सुरु गरिसक्नु भएको छ। साथै सङ्गीत शिक्षक हेम कुमार मगरज्यूले पनि विद्यार्थीहरूलाई सङ्गीत प्रस्तुतिका लागि सक्रिय रूपमा तयार पार्न थाल्नु भइसकेको छ।
रजत महोत्सवलाई ऐतिहासिक र स्मरणीय बनाउन सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरू उत्साहपूर्वक जुटिरहेका छन्। साप्ताहिक रूपमा प्रत्येक मङ्गलबार र शुक्रबार नियमित रूपमा सञ्चालन हुँदै आएको मर्निङ एसेम्ब्ली एक्टिभिटी तथा अन्य विभिन्न गतिविधिहरूका केही सानो झलकहरू प्रस्तुत छ। Narbika Tamang from Red She said, start your day with a smile and positive thought. Good morning to our residents. हस्त पाइजा दर्पणको आजको अङ्कबाट हामी बिदा चाहन्छौँ। अर्को हप्ता नयाँ खबरका साथ पुनः भेट्नेछौँ। धन्यवाद।